यो भनेको हाम्रो खाने ट्याङ्की होइन, यो पानीदेखि चाहिँ लगभग 15-20 हजार घरधुरीलाई यो पानीले चाहिँ पुऱ्याएको छ होइन गाइजहरू। त्यस्तै गरी हाम्रो यो यहाँ गाउँमा चाहिँ एउटा इट्टा भट्टी पनि थियो, जुन चाहिँ अहिले जीर्ण अवस्थामा छैन, त्यो चल्न छोड्यो। जस आजभन्दा करिब 8-10 वर्ष अगाडि चाहिँ त्यो चल्थ्यो होइन। तपाईँहरूलाई त्यो पनि देखाउँ बाट होइन गाइजहरू। यस्तरी हाम्रो घर चाहिँ यहाँ सीताफल छ होइन, यस्तरी फुलिरहेछ यस। अनि हाम्रो आँप भयो। यो चाहिँ हाम्रो इँटा भट्टी होइन, यो जीर्ण अवस्थामा छ अहिले चाहिँ। पुरानो पहिला पहिला चाहिँ यो इँटा भट्टी चाहिँ चलिरहेको थियो आजभन्दा 8-10 वर्ष अगाडि, तर अहिले चाहिँ एकदम जीर्ण अवस्थामा छ होइन। जस हामी त्यहाँ खेल्न जान्थ्यौँ, जस पहिला रमाइलो गर्थ्यौँ, फुटबलहरू खेल्न जाने गर्थ्यौँ हामी त्यहाँ होइन। गाउँ छ जस टक्क मिठो गाउँ छ होइन, तपाईँ देख्न सक्नुहुन्छ। त्यसले गर्दा तलसम्म छ होइन गाइजहरू। यो तल चाहिँ हाम्रो यो त्रिवेणी साइड भन्ने हुन्छ। यो चाहिँ सिधा जानुभयो भने चाहिँ त्रिवेणीतिर गइन्छ भने, यता माथितिर गयो भने हाम्रो यो जङ्गल हो। यो माथितिरको चाहिँ हाम्रो जङ्गल होइन। जङ्गलमा टक्क मान्छेहरू जाने, घाँस सास ल्याउने, घाँस दाउरा गर्ने, घाँस ल्याउने, दाउरा ल्याउने गर्छन्। त्यो जङ्गलमा चाहिँ बाघ साग पनि आउँछ भन्छन्। कहिलेकाहीँ बाघहरू बँदेलहरू आउने गर्छन्, मान्छेहरूलाई कहिले काट्यो अरे भन्ने सुनिन्छ होइन, तर देख्न चाहिँ हामीले देखेको छैनौँ गाइस। पिच बाटो आजभन्दा 2-3 वर्ष अगाडि भएको छैन, एकदमै जस पल्लो पिच भएको छ जस। अहिलेसम्म चाहिँ बाटो चाहिँ केही भएको छैन है। हाम्रो लिचीको बोटो होइन, देख्न सक्नुहुन्छ तपाईँ। यो बाटो चाहिँ खासै देखिँदैन हाम्रो, उसले गर्दाखेरि बिरुवा हुन्छ रुखहरूले गर्दाखेरि। आज हल्का घाम लागिरहेको छ जस, हल्का टिक्क मौसम छ, मौसम च्यालेन्ज गरिरहेको छ होइन। घाम लागिरहेको छ, मान्छेहरू आज खासै निक्लिएनन्। घाम लागेको हल्का हल्का घाम लागेर भर्खर घाम लाग्न लाग्यो। अघि त एकदमै ठिकै थियो जस मौसम। यो चाहिँ हाम्रो गार्डन होइन, हल्का जुम भएर चाहिँ कम देखिरहेको छ जस। हाम्रो गार्डन जस राम्रै छ होइन।